अब कक्षा 12 को सपना अधुरो हुने भयो। इक्जामको बेलामा तपाईहरुले कतिजना स्टुडेन्टले चाहिँ नपढेको स्टुडेन्टले म खल्तीमा मोबाइल लिएर जान्छु अनि त्यहाँको क्वेशनहरु एआई मार्फत चाहिँ सबै एन्सर लेखेर चाहिँ आउँछु भनेर बस्नु भएको थियो होला। अब यदि तपाईहरुले चाहिँ मोबाइल देखियो भने तपाईहरुको इक्जाम पुरै सबै क्यान्सल हुने भएको छ। त्यही भएर मोबाइल नलानु होला, लेडिज होस् अथवा जेन्ट्स होस्, तपाईहरुले मोबाइल चाहिँ नलानु होला। त्यसको साटो अलि मजाले प्रिपेयर भएर जानु होला। कसैले मोबाइल लाने, फोटो खिचेर पठाउने अनि कसैले गरेर पठाइदिन्छु अनि सार्छु भनेर खुसी भएर बस्नु भएको थियो भने मोबाइलबाट एन्सर हेरेर सार्छु भनेर खुसी भएर बस्नु भएको थियो नि सम्पूर्ण कुरा कक्षा 12 को लागि स्याड रहेको छ। अब मोबाइल लान पाइदैन। त्यही भएर आफ्नो दमले चाहिँ पास भएर आउनु होला। कसैको पनि नहेर्नु होला। एजुकेसन सिस्टम चेन्ज भइसकेको छ। अलिकति यताउता हेरे पनि कपी जफत गर्न सकिन्छ। मोबाइल त लादै नलानु, चिट भने चोर्दै नचोर्नु, तर आफूले पढेर चाहिँ जानु है। राम्ररी पढेर जानु, आफ्नो दममा पास हुनुपर्छ। अर्काको दममा पास भएर हुँदैन। थोरै मार्क्स आओस् तर आफ्नो दममा पास होस् हैन। धेरै ल्याएर अर्काको सारेर हुँदैन नि। थोरै आओस्, आफूले पढेर पास होस् है त। बेस्ट अफ लक डियर स्टुडेन्टहरु। राम्ररी इक्जाम दिनु होला। भोलिदेखि इक्जाम रहेको छ। उत्कृष्ट रिजल्ट आओस्। सबैजनाको रिजल्ट राम्रो आओस्। नोटहरु छैन भने बरु केबाट पढ्ने, कसरी पढ्ने, इम्पोर्टेन्ट क्वेशनहरु नोटहरु छैन भने हाम्रो यो गजबको sir.xyz क्लिक गर्नु होला। तपाईहरुले टाइप गर्नु, गुगलमा गएर गजबको sir.xyz सर्च गर्नु। त्यहाँ क्लास 12 मा सम्पूर्ण कुराहरु राखिदिएको छु। त्यहाँबाट हेरेर चाहिँ अध्ययन गरेर पढ्नु होला है त।